साथीहरु अस्ति भर्खरै नायब सुब्बाको एक्जाममा भन्ज्याङबाट प्रश्न सोधेको थियो। यहाँ पनि स्क्रिनमा भन्ज्याङबाट प्रश्न मैले राखेको छु। यसको सही आन्सर के हुन्छ कमेन्ट गर्नु होला र यसलाई याद गर्ने तरिका पनि म तपाईहरुलाई शेयर गर्ने छु। क्वेशन के छ साथीहरु, देखाएको कुन भन्ज्याङ ताप्लेजुङ जिल्लामा पर्दैन भनेर सोधिएको छ। अप्सन ए चाबुक, अप्सन बी टिप्ताल, अप्सन सी खाङला, अप्सन डी छ्याङला। र यसको सही आन्सर के हुन्छ साथीहरु भिडियो पज गरेर कमेन्ट गर्नु होला। हो यसको सही आन्सर कुन पर्दैन भनेर सोधिएको छ, डी छ्याङला पर्दैन। छ्याङला कहाँ पर्छ त, दार्चुला जिल्लामा, दार्चुला जिल्लामा। अब ताप्लेजुङ जिल्लाको भन्ज्याङहरु कसरी सम्झिने त त्यसको सूत्र छ साथीहरु। सूत्र के छ त, सूत्र चाटी खा झिगा भनेर सम्झिदा हुन्छ है साथीहरु। चाटी खा झिगा भनेर सम्झिदा हुन्छ। यो सुन्न हल्का अजीब लाग्यो पनि ताप्लेजुङ जिल्लाको भन्ज्याङहरु यो सूत्र मार्फत तपाईहरु याद गर्न सक्नुहुन्छ। चाबाट चाबुक भन्ज्याङ, टीबाट टिप्ताल भन्ज्याङ, खाबाट खाङला भन्ज्याङ, त्यसैगरी झीबाट झिन्साङ भन्ज्याङ, अर्को चाहिँ घाबाट घाङला भन्ज्याङ हो। यसरी चाहिँ तपाईहरु सूत्र मार्फत याद गर्नुभयो भने लङ टर्म सम्म याद रहिरहन्छ साथीहरु। जस्तै ताप्लेजुङ जिल्लाको भन्ज्याङहरु सम्झिने सूत्र चाटी खा झिगा भनेर सम्झिदा हुन्छ। सुन्न अजीब लाग्यो पनि तर लङ टर्म सम्म याद रहिरहन्छ। चाबुक भन्ज्याङ धेरै पटक सोधिएको क्वेशन हो। त्यसैगरी टिप्ताल भन्ज्याङ त्यो पनि धेरै पटक, खाङला, झिन्साङ र घाङला भन्ज्याङ यिनीहरु कहाँ पर्छन् त साथीहरु, ताप्लेजुङ जिल्लामा। त्यसैगरी दार्चुलामा एउटा टिङ्कर भन्ज्याङ पनि एकदम प्रसिद्ध छ। दार्चुला जिल्लामा टिङ्कर भन्ज्याङ, छ्याङला भन्ज्याङ, ब्यास भन्ज्याङ इत्यादि भन्ज्याङहरु पर्छ। हो यस्तै सामान्य ज्ञान रिलेटेड जानकारीको लागि पम्पा एजुकेसन पेजलाई फलो गर्नु होला र यो रिल्सलाई म्याक्सिमम भन्दा म्याक्सिमम शेयर गर्नु होला। हस्त धन्यवाद। परीक्षार्थीको आवाज पम्पाज।